आज पानीपुरीको फेरि तयारी भइरहेछ। यहाँ भतिजीले पानीपुरी बनाइरहेको छ। यी रेडिमेड पानीपुरी हुन्, प्याकेटमा पाइन्छ। र यता आलु छिल्न धमाधम छ। आलु चाहिँ धेरै साना रहेछन्। र पानीपुरीमा जुन टोक्रो पारेर त्यहाँ आलु हालिन्छ, त्यसको लागि यहाँ तयारी हुँदैछ। आलुको बोक्रा छिलिँदैछ। यो पानीपुरी जुन खट्टा अमिलो हुन्छ झोल, जुन पानीपुरीमा हालेर खाइन्छ, त्यो झोल पनि रेडी भइसकेको छ। र यहाँ एकजनाले नभएर दुईजनाले आलुको बोक्रा छिलिरहेको छ। र हतार परे जस्तै छ खानाको लागि, र छिटो छिटो गरिँदैछ। यहाँ एकदम मसलाहरू पानीमा र आलुमा हालिँदैछ। र चाट मसला यहाँ पानीमा जुन पानीपुरीमा मिक्स गराइयो र सायद एकदम टेस्टी छ जस्तो छ। र पानी पनि पर्न थाल्यो र मौसम एकदम राम्रो छ। ठन्डा ठन्डा मौसम, पानीपुरीको पनि तयारी र खाना रेडी भइहालेछ। आज केटाकेटी सबैजना वरिपरि बसेर पानीपुरीको मजा लिँदै सबैले कम्पिटिसन जस्तै कसले छिटो खाने त्यो तरिकाले खाइ नै रहेछन्। अब केटाकेटीले त अब ढिलै खान्छ, ठुलाले त सानाले एउटा खाँदा ठुलाले 3वटा खाइसकेको हुन्छ। र सबैजना वरिपरि घरमा बसेर र घरमै बनाएर पानीपुरीको आनन्द लिँदै यो भिडियो मैले सुट गरेँ। र हाम्रो सानो बाबु पनि यहाँ खाइरहेछ, छोरी ऊ पनि पानीपुरीको मजा लिँदै धेरै खाए जस्तै लाग्दैछ। र हजुरहरूले